के भने चाहिँ भात खान पाउने, धान कुटेन भने भात खान नपाउने। धान कुटेन भने तपाईँ धेरै पठाइदिन्छु। Hello everyone, सबैजनालाई नमस्ते and welcome back again on my another vlog. This is मुकेश ठकुरी। आज चाहिँ धेरै लामो समयपछि चाहिँ मैले युट्युबमा भिडियो बनाउँदैछु, किनभने बिचमा चाहिँ ग्यापमा चाहिँ मेरो व्यस्तताको कारण भनौँ या के भनौँ मैले भिडियोहरू बनाएको थिइनँ। अनि यता हुनुहुन्छ मम्मी हुनुहुन्छ, अनि सो मम्मी चाहिँ हिजो आउनु भएको छ होइन। अनि मम्मीले चाहिँ के भन्नुभयो भन्दाखेरि अनि अस्तितिर चाहिँ भिडियो बनाउँथिस् अहिले किन नबनाएको बनाउनु पर्दैन अरे क्या। एक्चुअली सी इन्करेज मी भिडियो बना भनेर। सो मैले चाहिँ भिडियो बनाउँदैछु, त्यही भएर ल बनाइदिउँ नि त मम्मी आएको बेलामा भनेर चाहिँ मैले भिडियो बनाउँदैछु। अनि आज चाहिँ आमा छोरा होइन टक्क लगाएर खाना बनाउन लाग्दैछौँ। मम्मीले आलु काटिसक्नु भएछ। अनि यो चाहिँ हामीले यहीँ रोपेको थियो, यो अघि टिप्नु भएको थियो, यो अनि मम्मीहरूले टिपेको। यसलाई चाहिँ मम्मीले टिपेको यसको पनि भिडियो बनाएको छु। यसलाई चाहिँ म सानो सर्ट्स बनाएर हाल्छु युट्युबमा होइन। अनि हिजो यो चाहिँ केमा हाल्नु भएको त्यसमा हाल्नु बाटोमा टन्नै हिजो कति धेरै बसेछ कि गाइजहरू होइन। यो चाहिँ अब खानु भएन नि त मम्मीले। हामीले चाहिँ हिजो ढिलो पकाएर खाएको, ढिलो मिठो भएको थियो है। मैले खाना कस्तो बनाइदिन्छु भन्नु न। अरू त त्यस्तो तर मासु चाहिँ मिठो पकाउँछु। छोराको भान्सा हिजो बेलुका खाएको मिठो भयो। छोरी मान्छेले जस्तै पकाउँछिन् नभनेर त्यो कान्छी छोरी हो नि त म, मम्मीको कान्छी छोरी हो नि त म। घरमा हुँदा त मलाई सजिलो थियो अन्त नि खाना पकाउनलाई। तर मैले पहिला अहिले त आफै पकाउनु पर्छ। अरूहरू कामहरू गर्नुभन्दा नि मैले खाना चाहिँ मिठो पकाउँथेँ। अरू काम त कस्तो अल्छी लाग्थ्यो नि त मलाई। अनि त्यसपछि खाना पकाउन चाहिँ जान लाग्थ्यो। खाना पकाउनु चाहिँ जान लाग्छ नि त हो। मम्मीलाई एकछिन के बनाएर थियो बिर्सेँ। भात पनि पकाइदिएँ। तातो त्यो अलिकति चामल हाल्यो अनि त्यसलाई त्यसमै त्यो पहिले दाल पकाउँ है। त्यो गर्छु अदुवा लसुन छान्छु। अनि त्यसपछि दाल पकाउनु पर्छ। यो कुकरमा हाल्नुपर्छ क्या हो? डरले नभए के त्यही कस्तो कटकटे छ पर्दैन होला। त्यसमै झान्ने थियो लसुन यसमा अनि त्यो डर्छ होला नि। मैले चाहिँ भिडियो बनाउने भनेर त्यस्तो प्लान चाहिँ थिएन। अनि त्यसपछि आएर मम्मीले के भन्नुभयो भने नि अचेल चाहिँ भिडियो बनाउँदैन भन्नुभयो क्या। अनि त्यसपछि ल जो मम्मीले चाहिँ मेरो अरूले चाहिँ हेरे नहेरे नि मम्मीले गाउँमा यस्तो डाटा प्याक तानी भयो नि मेरो युट्युबमा भ्लगहरू हेर्नु हुँदो रहेछ क्या। अनि अचेल चाहिँ भिडियो बनाउँदैन। गोम्बाहरूले नि हेर्छन् भनेन मम्मी? गोम्बाहरूले तेरो साथी मिलिन खा मलाई ले मिठो लाग्छ आफू बोल्ने हुन्छ। त्यो भिडियो गर्न बोलेर लाग्यो होला अनि मिठो लाग्छ हामीलाई ले भन्दै म त देखाइदिन्छु। म सबै त्यो अर्को पुरानो मोबाइलमा थियो, यसमा त छैन अहिले। यसमा पनि नयाँमा नि मिल्छ त हेर्नलाई। स्टिलको जुट ल्याउनु सबै कलर फुलेछ मेहन्दी लाउने बेला आज लाउने है अहिले लाउँला नि त। ए तेल 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 छ मेहन्दी अनि तेल लाउँदैन। तेल त लाउँदैन कहाँ ए दालमा भनेको मलाई त्यो टाउकोमा तेल लाउँछ। यस्तो तेल टाउकोमा लाउँछ क्या।
दिन मात्रै हुने जाने है जाने काम छ यहाँको पानी हो खाना हुँदैन यो पानी खानु गएको छैन यो पानी बोरिङ गएको खाना त अर्को ल्याउँछ भात पकाउनु भइहाल्यो नि खानु पकाउँदा हुन्छ नभए त त्यही नै खानु परिहाल्यो नभए त खानु पर्थ्यो होला छ भने के भन्ने किन खानु खानु भने यस्तै कुरा गर्थ्यो त खानु अनि त्यो अनि अर्को पानी भएन भने त नि खानु हुँदो होला भनेको नि अनि अर्को पानी भयो भने खानु परिहाल्छ जान्ने हो खोर्सानी जान्ने दालमा नजाने गाई टोकेर देउटीतिर पकाउने मेथी पकाउँछ दालमा मसला पकाउँछ मेथी पकाइदिन्छु लसुन अदुवा प्याजहरू एकैचोटि पकाइदिने अनि दही पाल्ने भाइ पार्ने क्या अनि मजाले तिमी कुरो बुझ्दैनौ ल पकायो होला अङ्कलहरू चाहिँ किन आज भन्दा अङ्कलहरू आन्टी भएपछि त है के भन्नु त यत्रो लेखेको छ यसो थोरै पकाउने पिचहरू दुधै खाएर आउँछ होला अनि अलिअलि धेरै भएको खान्छ अहिले भुराहरू एकछिन खायो एकछिनमा बेसी हालेर हाली म त कस्तो बिर्सिन्छु त ऐना नि फुटेर त है त्यो पहिल्यै फुटेको थियो ए फुटेर अनि यो उलाएको टेप बसेर चाहिँ त्यो त खोलिराख्दै हुन्छ नि त्यो जान्थ्यो नि गन्दा उता यहाँ गर्दा यहाँबाट यो तार लाएर यहाँबाट फाल्नु मिल्छ अप्ठ्यारो हुन्छ होला है हामी चाहिँ अब ढिँडो पकाउँदैछौँ मकैको ढिँडो अनि तोरीको र के मलाई बेलुका नि मिठो लाग्यो अहिले पनि ढिँडो खाउँ भनेर सागसँग पकाएको ढिँडो कस्तो डल्लो पो पऱ्यो त मिठो लाग्छ मलाई त गाउँघरको के भन्छ खाना अर्ग्यानिक खानेकुरा यस्तो पो खानुपर्छ त मान्छेले अर्ग्यानिक खानेकुरा तर काठमाडौँ बस्यो कुहिएको खानेकुरा खायो अनि रोग लाग्यो तर मलाई त पहिला ढिँडो मनै पर्दैन है मलाई कराउ पिस्ने ढिँडो पकाउँदा हाम्रो घरमा ढिँडो नखान्छ मै थियो होला याद छैन एकचोटि म 8 कक्षामा ट्युसन पढ्दाखेरि अनि मैले ढिँडै हालेर लगिदियो धान कुट भनेको त अनि दिनभरि खेलेर बस्यो अनि त्यहाँबाट मारी कोदोको पिठोको ढिँडो पकाएर पठाइदिएछ त स्कुलबाट फर्काएर ल्याएर ख्यालिदियो नख्यालेर हामी खाना भइहाल्छ नि भुइँमा बङ्ग पारेर लु भनेर ख्यालेर चाहिँ अनि के त लाजेको म ट्युसन पढ्नु भोक लाग्दा त त्यही नि झन् मिठो मलाई कोदोको ढिँडो पठाइदिएको तर मलाई रिस उठेर धान कुटेन यसले त्यही भएर मैले कोदोको ढिँडो पकाएर पठाइदिएँ कि मैले भ्याइनँ कुट्नलाई पछि त कान्छोले त ढिँडै फर्काएर ल्याएर नपोखेर खायो भए त हुन्थ्यो नि भाँडामै भुइँमा बङ्ग पारेर हाल्यो पहिला मलाई चाहिँ झन् ढिँडो मन नपर्ने अनि धान कुट्यो भने चाहिँ भात खान पाउने धान कुटेन भने भात खान नपाउने त्यतिखेर त मेल पनि थिएन कुट्नु पर्थ्यो ढिकी हुन्थ्यो क्या फेरि हाम्रो चाहिँ अनि ढिकीमा टक्क कुट्यो अनि ढिकीमा कुट्यो भने खाना पायो भात कुटेन भने खाना पाएन मलाई ढिँडो चाहिँ पटक्कै मन नपर्ने अनि एक दिन त मलाई कस्तो अल्छी लागेको थियो अनि चामल धान कुटेन छोइ तँलाई ढिँडै पठाइदिन्छु भन्ने चाहिँ खिसी गरेको होला भनेको त अनि भोलिपल्ट खाना आयो खाना बहिनीले लिएर आइ यसले
अनि त्यसपछि अब खानु पऱ्यो भनेर पर हामी चाहिँ स्कुलबाट अलिकति डाँडामा आएर खाना खान्थ्यौँ। अनि खाना खानालाई हेर्छु त ढिँडो छ राम्रो राम्रो, मलाई त रिस उठेर अनि त्यो दिन रिसले गर्दा भोक्कै बस्थेँ, केही खानै। ए सृष्टि खाएँ सृष्टिको भात खाएँ। अनि सृष्टिलाई बिचरालाई कस्तो मलाई लाज लाग्यो नि त, सृष्टि कस्तैले नभन्नु यो ढिँडो लाग्छ भनेर सृष्टिलाई भन्यो। अनि सृष्टिको भात खायौँ। अनि त्यसपछि स्कुल पढेँ। अनि त्यसलाई नचला गरेर राखेँ, घरमा लगेर फालिदिन्छु उनीहरूको अगाडि भनेर। अनि त्यसपछि त्यो टिफिनै लिएर आएँ। अनि त्यसपछि त्यो के अरे अगेनाको अगाडि ब्ल्याङ फालिदिनु खाऊ तिमीहरूको भनेर। अनि बल्ल मलाई रिस शान्त भएको थियो। तर अहिले चाहिँ काहीँ न काहीँ रिग्रेट लाग्छ, ढिँडो भयो नि खाएको भए हुन्थ्यो भनेर है। अनि मलाई नि अहिले चाहिँ रिग्रेट लाग्छ, त्यस्तो नगरेको भए हुने थियो। अब आफैले कमाउनु थालिसकेपछि बाबाआमाले कमाएर खाना दिएको त्यस्तो धन्न भयो नि खाना दिए जस्तो लाग्छ। पहिला त्यतिखेर चाहिँ रिस उठ्थ्यो। अनि नखाएको भए नि हुने रहेछ, कहीँ नखाएको भए पनि घरमा ल्याएर थपक्किन राखिदिएको भनेको फाल्दिनँ मन लाग्यो नि, रिस उठ्यो। रिस काँपु भएको थियो। अनि घरमा ल्याएर अनि बल्ल रिस आनन्द भयो। त्यसपछि है मम्मी त चामलै थिएन है साँच्चै चामल त्यो हामीले चामल किनेर खाँदैन थियो नि त, कुटेर खान्थ्यो नि त आफ्नै। भात खानु भएपछि चाहिँ धानै कुट्नु पर्ने। तर अहिले जस्तो भए चाहिँ खाइदिन्थे। होइन जे अहिले बुझ्ने भयो नि त, पहिलाको भन्दा पहिला चाहिँ इम्याच्योर थियो नि त, नबुझ्ने खालि भात मात्रै चाहिने, अल्छी लाग्ने, खाना काम गर्ने केही मन लाग्ने थियो। हाम्रो घरको त म र काली होला है अल्छी त अर्को दादा के रिना र राकेश मात्रै हो काम गर्ने, तिमीहरू दुईजना त ठग्ने मलाई। तर हामी राम्रोसँग पढ्थ्यौँ नि त, तर अहिले पढेर के गर्नु खोइ केही गर्नु सकेको छैन। अनि अब जागिर खाने विषय लिएर पढायो भन्दाखेरि कता बिजनेसम्यान र म्यानेजमेन्ट पढ्ने भयो, नत्र जागिर खाने विषय लिएर पढेको भए त हाम्रो ओराङमै जागिर खान पाइहाल्थ्यो। पाउँथ्यो, अब पढेन पनि के गर्नु त। त्यस्तै हो, आफ्नो आफ्नो भाग्य हुँदै छ त्यही हो त्यही भन्छ। अनि मलाई खुसी लाग्छ कि तिमीले त्यो ढिँडो यस्तो गर त मम्मी, कस्तो त्यहाँ क्लियर आएन क्या हो है झ्यालले गर्दाखेरि ठिकै छ रहेछ। यो उसको मासुको ग्रेभी रहेन रहेछ, कस्तो भयो रहेछ? मिठो भन्छ यो त बहुत साग। छिटो हुन्छ होला त भन त है। सागन सागन आऊ ल आऊ। यहाँ दाल थोरै चपक्का हाल्नु। मम्मीले चाहिँ दालमा हाल्दै म चाहिँ सागमा हाल्यो भने पनि हाल्यो नि थोरै के यति हाल्छ यो यहाँ अलिकति भनेको हो भयो। खानै भयो साग मिठो भयो। खोइ त्यो खोर्सानी हिजोको यहाँ नि हालेर चाहिँ के मुख बारेर साथी हुन्छ म त मुख बारेर नबारेर ए अहिले बुढा पनि भयो चाहिँ मुख बार्नु पर्ने। साधने बसिरा अहिले हामी जहाँ पनि खेलेर बसेर अनि गाउँघरको त साग पनि तितो तितो हुन्छ, तोरीहरू मिठो भर्खर कलिलो छ। यहाँ साइडमा हाल्नु क्या जहिले यता बिचमा हालिदिन्छु। कोही खान्छ अलिक तक्सिले गर्दा सागरले म त
खाना आउँदैन दाल पनि चिसो हुन्छ अहिले सादा अहिले कुटाइदिन्छु म आलु हाल्नु भने साग मात्रै आउँछ साग खाँदैन यसले त खान्छ नि खान्छै खान्छ के हालिदिन्छ त हाल्दैछ उसले मासु दिनु भने हातले हाल्नु न हातले उगाउनु तपाईँ आफै यस्तो तरकारी खान्छ कि राख्दिनु खानु पनि उसले आफू अगाउनु न उता खाएर आइहाल्छ नि खाएर आयो नि घट्छ होला नि आउँदा आउँदै कति छ त राख्दिनु टाढै छ कि कति हिँड्नुपर्छ 15 मिनट त्यत्रो 15 मिनट बिनाले हाल्नु है बिना पनि आउनुहुन्छ होला के काम चल्नु हो कि आमतिर पनि जा भन्छन् त्यो अंकलले कहाँ ए अनि भन्नुहुन्छ त नगर हुन्छ त्यत्रो आइसकेपछि खान्छु कतिको भनेको ल उला बिचार बाबा भनेको हुनुहुन्छ बिर्सिन्छ होला यहाँबाट जान्थ्यो के हो जानुपर्छ ट्याक्सी गाडी लगिदिइहाल्छु ट्याक्सीमा काली लग्थे उदो उसमैले ए जहिले भन्दैन त्यसलाई एक घन्टा लग्यो भने हो त्यहाँ भाइ हेर न कस्तो बस्छ बसेर बस्छ अहिले त बस्छ उयो आलु खानु हालेर खानु आलु खाने न हो त्यो दालसँग ऊ चिठी हालिदिनु न मासु खाने कि नखाने खाइहाल्छ मासु खाँदैन खै लु म त उठेँ उठाउ निकाल सबै देख्छु है देख्दैन त सबै देख्छु त पैसै त हाल्यो बुझ्यो राम्रो त हाले खान्छ है बाखा होला खानु पक्का होला त झन् थुप्रो सानो ढिलो पकाउने भएको ठाउँ भने पनि धेरै मासु हुन्छ कि है बेलुका ढिलो खाने भएर भात है सासु त खाने हो काठमा हाल्ने त्यो सबै खाएन नि खाना पनि खाइसक्यौँ होइन यो चाहिँ भिडियो यति धेरै लामो भयो जस्तो छ त्यही भएर अब यो चाहिँ हामी भिडियो यति नै हाल्छौँ अनि सबैजनाले हेर्नु होला अनि प्रतिक्रिया गर्नु होला कि कस्तो लाग्छ अनि त्यही हो अनि आजलाई चाहिँ यति नै सबैजनालाई ह्याभ अ गुड डे हामीले चाहिँ खानासाना पनि खाइसक्यौँ अनि तपाईँहरू पनि खानु होला भन्दै आजको लागि चाहिँ भिडियो यति नै